मैले डक्कुबाट हेरेको छु तपाईँहरूको आँखा मैले पत्रिकामा तपाईँहरूको आँखा देखेँ मैले भने यो शहीदको आमाको आँखा यसलाई हेर्ने हिम्मत राख्नुहोस् मैले भनेको छु। म तपाईँलाई धेरै ठुलो कुरा गर्न सक्दिनँ। राज्यको अन्यायको शिकारमा म आफै परेको छु। तर जे तपाईँमा बित्यो मेरो होइन मलाई परेको त जे तपाईँमाथि बित्यो जे चिज तपाईँहरूलाई म अहिलेसम्म घर गएको सिरेको छैन। म यहाँ आएर मात्र घर जान्छु। तर तपाईँको घरमा तपाईँको प्यारो मान्छे आइपुग्दैन। म त घर जान्छु होला अहिले मलाई राम्रोसँग थाहा छ। मैले यो नबुझेको होइन जानेको छु। तर म यति मात्र तपाईँलाई बताउन चाहन्छु कि मेरो क्षमता मेरो पार्टीको क्षमता कति हुन्छ म भन्न सक्दिनँ। म असीमित क्षमता भएको मान्छे होइन। अपेक्षाको यो भारीले मलाई कहिलेकाहीँ खिच्छ। मान्छेको आशीर्वाद मान्छेले तपाईँको भर छ है भन्नुहुन्छ मिलाउन सक्दिनँ यो चिजले। म एउटा सामान्य मान्छे थिएँ। मान्छेले आफ्नो सबै शक्ति लगायो। म डराएको छैन किनकि मलाई डर पनि छैन लोभ पनि छैन। तर जे घुम्यो जे भयो हामीले शान्त विद्रोह गर्न खोजेका थियौँ। हामीले के गर्न खोजेका थियौँ? हामीले भोटबाट चेन्ज गर्न खोजेको। भोटबाट चेन्ज गर्न खोजेका हामीले। तर भोटबाट चेन्ज गर्न यिनीहरूले दिएनन्।